के छ साथीहरु, तिलको लड्डु बनाइसक्नु भयो त? म त यी बल्ल बनाउँदैछु, हेर्नु न। दिनभरि यतिकै छ। मैले सेतो तिल ल्याएर धोएर सुकाएर अब यसलाई मजासँग हल्का भुट्छु। त्यसपछि अब मैले पानी राखेँ हल्का भेली पकाउनको लागि। अब भेली पकाइसकेपछि यसलाई मजासँग, यसमा फोहोर हुन्छ नि त, अलिअलि फोहोर हुन्छ, अनि त्यसलाई चाहिँ मजासँग छानेपछि चाहिँ त्यसमा भएको फोहोर जति निस्कन्छ अनि सफा हुन्छ। अब यो छानेकोलाई चाहिँ फेरि भकभकै पकाउनु पर्यो। यसलाई पकाइसकेपछि यसमा थोरै यति घिउ पनि राखिदिनु पर्यो। घिउ राखिदिएपछि राम्रो हुन्छ। अनि मजासँग घिउ राखेपछि यसलाई अब यतिको पाकेपछि यसमा तिल हालेपछि मजासँग लड्डु बन्छ। लड्डु बनाउनु पर्यो, चाडबाड त मनाउनै पर्यो, बच्चाहरूलाई पनि दिनै पर्यो। मेरो छोरीले फेरि यति राम्रो लड्डु बनाइछन् कि ढक्क लाएर सब यो छोरीले बनाइन् लड्डु। वाउ, खाने होइन त लड्डु। ह्याप्पी माघे सङ्क्रान्ति।